सो हाई गाइज वेलकम बैक टू माई न्यू भिडियो। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। नयाँ दिन नयाँ सुरुवातको साथ मैले चाहिँ आज ब्लग स्टार्ट गर्दैछु आफ्टर लङ टाइम पछि। सो यहाँ पनि तपाईँले चाहिँ मैले कुकिङ भिडियो या फेरि मुकबाङ भिडियो लिएर आइरहेको थिएँ। सो आज चाहिँ म यसै ब्लग स्टार्ट गरेको मलाई आफै एकदमै आनन्द फिल भइरहेको छ। किनभने यसको पनि खास रिजन छ कि साथीहरू, किनभने मेरो छोरो उठ्यो भने मलाई एकदम धेरै डिस्टर्ब गर्थ्यो। उसले चाहिँ त सानो चाहिँ बिचरा गर्ने जो त्यस्तो भन्नु छैन मेरो छोरालाई, मेरो प्यारो छोरालाई। अनि यो फिल्टर चाहिँ यताउता लिपस्टिक देखाइदिन्छ। मैले चाहिँ केही पनि लगाएको छैन, हेर्न सक्नुहुन्छ केही लगाएको छैन। सो अनि के भन्छ उसले चाहिँ हल्का डिस्टर्ब गर्छ, त्यो भएर चाहिँ म एकदम खुल्ला भएर चाहिँ मैले भिडियो स्टार्ट गर्नु पाउने थिएन। सो अहिले चाहिँ मैले उसलाई सुताइदिएको अनि मैले खाना खाएर अनि फुल काम गरेर अहिले चाहिँ भिडियो स्टार्ट गरिरहेको। अहिले चाहिँ दिउँसोको 3 बजिरहेको छ होइन। बल्ल यति बेला गएर मैले भिडियो स्टार्ट गर्दैछु के गर्नु। 3 बजेको छ अनि साथीहरू आज चाहिँ होली रहेछ कि होली रहेछ मेरो तर्फबाट हजुर सबैजनालाई ह्याप्पी होली गाइज, ह्याप्पी होली। जहाँ हुनुहुन्छ त्यसरी चाहिँ एकदम राम्रोसँग अनि सेफ्टीको साथ मनाउने गर्नु होला होली चाहिँ। किनभने आजकल एकदम धेरै खबरहरू ताजा खबरहरू सुन्न मिल्छ होलीको तर्फबाट। सो त्यही भएर चाहिँ सेफ्टीको साथ होली मनाउनु होला। अनि हाम्रोतिर चाहिँ भोलि हो होली होइन। अनि म चाहिँ होली खेल्न जाँदैन किनभने सानो बाबु छ, उसलाई चाहिँ मैले ध्यान दिनुपर्ने हुन्छ। उसले चाहिँ सानो सेन्सिटिभ हुन्छ नि उसको स्किनहरू, त्यही भएर चाहिँ उसलाई कलर लाउनु मिल्दैन। सो मैले पनि कलर लाउने छैन। अनि साथीहरू होइन मेरो चाहिँ छोरो उठेको थियो, त्यही भएर मलाई भिडियो बिचमा रोक्नु पर्यो। सो त्यही भएर अनि एकदम धेरै इन्जोय गरेर भिडियो होली मनाउनु होला। मैले चाहिँ भिडियो भन्न पुगेको छु किनभने मेरो यताउता दिमाग हल्लिरहन्छ कि हिँडिरहन्छ। सो त्यही भएर होइन। अनि हाम्रोतिर चाहिँ यता होली मनाउँदैछ। सो बाइचान्समा यदि कहीँ गइहालेछु भने हजुरलाई म अपडेट दिने नै छु, भिडियो बनाउने नै छु। सो साथीहरू मैले चाहिँ सोचेको थिएँ एकछिन आराम गर्छु भनेर, तर मैले चाहिँ होइन आराम गर्नुभन्दा पहिला मैले चाहिँ त्यहाँ कपडाहरू बाबुको कपडा यताउता पहिला थियो, त्यही भएर चाहिँ कपडाहरू राख्दा चाहिँ कपडाहरू राख्ने क्रममा चाहिँ मलाई यति कपडा मिल्यो कि यति कपडा यो सबै धुने कपडा हो साथीहरू होइन। तर मैले चाहिँ अब आराम नगरेर कपडा धुनुतर्फ लाग्नुपर्ने हुन्छ। बाबु पनि सुतिरहेको छ, उसैको म पछुपेर मलाई चाहिँ कपडा धुनुपर्ने हुन्छ। उसले उठेको बेलामा चाहिँ म उसलाई खेलाउँदै पनि यस्तै आराम गर्न सक्छु। बट ऊ उठेको बेला चाहिँ मैले कपडाहरू धुन सक्दैन कि, किनभने ऊ चाहिँ पानीमा गएर खेल्न खोज्छ। अनि उसलाई पानीमा गएर खेल्न दियो भने उसलाई चिसो हुन्छ नि त पानीमा। सो त्यही भएर चाहिँ म फटाफट गएर कपडा धुनुपर्ने हुन्छ। अनि धेरै टाइम पनि लाग्दैन किनभने कपडा पनि थोरै छ अनि यति धेरै म फोरो पनि छैन। सो सरकमा मात्र निचेर फाल्नुपर्ने हुन्छ। 15-20 मिनट धेरै लागेछ भने पनि। सो लाग्छ त्यति बेलासम्म उठ्दैन पनि होला। अनि कपडाहरू पनि म छिटो धोएर भइहाल्छु। अनि त्यो गर्दा चाहिँ मलाई चाहिँ अब टाइम गइहाल्छ। सो अब चाहिँ त्यसपछि चाहिँ नास्ता बनाउने टाइम हुन्छ होइन साथीहरू। सो त्यसपछि चाहिँ म नास्ता बनाएर खानेछु किनभने अहिले चाहिँ 4 बजिसक्यो कि म यताउता काम हल्का काम गर्नु लाग्यो घरको। अनि 4 बज्यो। अब चाहिँ म कपडा धुन जान्छु होइन। फेरि छोरो डिस्टर्ब गरिहाल्छ कि। मेन रिजन चाहिँ उसले मलाई दिँदैन कि साथीहरू पानीमा गएर। ऊ चाहिँ पानीमा जान्छ एकदम धेरै। उसलाई चाहिँ पानी भन्दा चाहिँ एकदम धेरै राम्रो लाग्छ कि पानीमा गएर। म सुतिरहेको बेला पनि ऊ मस्त बाथरुमको ढोकाहरू मलाई चाहिँ त्यही भएर कड लाएर बस्नुपर्ने हुन्छ कि कहिलेकाहीँ बाइचान्स हावाले खुल्यो। सो साथीहरू अहिले चाहिँ म कपडाहरू धोएर सबै गरेर कामहरू सकेर बसेको छु। अनि आयन्स पनि उठिसकेको छ। उठेर चाहिँ बाहिर गएर खेलिरहेको छ यहाँदेखि बाहिर। सो अब चाहिँ म के सोचिरहेको छु भने चाहिँ होइन ऊमाथि म प्र्याङ्क गर्न जाँदैछु। हुन त उसलाई केही पनि समझ्न आउँदैन, तर अलिअलि चाहिँ यताउता समझ जस्तो गर्छ, बुझ्छ हल्का फुल्का। तर त्यति चाहिँ समझ्न आउँदैन किनभने अझै सानो छ बिचरा, मलाई पाप नलाग्यो सबभन्दा पहिला त। सो गाइज म चाहिँ ऊमाथि अहिले धेरै चिच्चाउँछु होइन। उसलाई अहिले धेरै गाली गरेको जस्तो गर्छु अनि उसको रियाक्सन कस्तो आउँदो रहेछ म चाहिँ त्यो मेन क्याप्चर गर्न जाँदैछु। सो अब चाहिँ म ढिला नगएको त मेरो छोरालाई मेरो सामु बोलाउँछु होइन। त्यसपछि चाहिँ म स्टार्ट गर्छु ल। ऊ चाहिँ आइसकेको छ तर उसलाई केही पनि थाहा छैन बिचरा। सो गाइज अब चाहिँ म क्यामेरा सेटल गर्छु होइन। उमा चाहिँ अहिले चाहिँ बिचरा ऊ हाँसिरहेको छ, उसलाई केही पनि थाहा छैन। सो अब चाहिँ म भिडियो स्टार्ट गर्न जाँदैछु। के भगवान् यता बस यहाँ बस
इधर इधर पिटो हाँ मलाई त तेरो सताइरहने मलाई कहिले सुसु गरेछ कहिले आछि गरेछ हाँ म कोही एक्लै जान्न पाउने म एक्लै ढुक्क भएर म कहीँ जान्न पाउने हैन जान्दिन मैले पछाडि बोकेर हिँड्ने म सहिले खाना खान नपाउने यता हेर कि यता हेर यता फर्के माल नहेर यहाँ हेर पहिले यो थुतुन हेर रुनु परेको छ नि यहाँ रुनु परेको छ नि यहाँ चुप बिल्कुल चुप मैले मेरो घरको काम गर्न सुतेको नाटक ए के म जान्नु त्यसलाई सुतेको काम गरौँ सो गाइस म यहाँभन्दा धेरै अगाडि प्र्याङ्क भिडियो लान सकिनँ किनभने मेरो छोरो रोयो आइएम सरी उसले चाहिँ एकदम धेरै छिटो मनमा लाग्छ सबै कुराहरू उसले बुझ्ने भइसकेको छ त्यही भएर चाहिँ उसले छिट्टै मनमा ल्याएर होइन कति छिटो रोयो मेरो छोरो मम्माले गाली गर्यो मेरो छोरो बुरुम 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 बनाइदिनु कस्तो मम्माले गाली गर्यो त रोइहाल्यो छोरी 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 नरोए खुप्पी मलाई मागदियो ल मागदियो मागदियो बुम 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 बाबु ब्रुम 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 गरेर हाँसी देखाइदियो ल मान्छे बस्छ ठक्कै म त ढाले के भयो मान्छे रोयो मम्माले गाली गर्यो हो बिचरा मेरो छोरो भर्खर उठेर बसेको थियो साथीहरू मैले चाहिँ माथि प्र्याङ्क गर्न लागेको मेरो छोरो रोइदियो आइएम सरी आई एम भेरी सरी मम्मा लाफ गरिदेऊ मम्मा सरी बाबु मेरो छोरीले मलाई कति माया गर्छ ल तपाईँको म देखाउँछु मेरो छोराले कति माया गर्छ मलाई भनेर ल हेर्नुहोस् है ल छिटो ल आऊ बाबु आऊ बाबु आऊ bisa ya तिमीहरू के हेरेको सो गाइस मेरो छोरो हेरे भयो सधैँभरि मैले छोरा आऊ भन्दा ऊ छिट्टै अङ्गाल हाल्न आइहाल्थ्यो होइन उसले चाहिँ मैले गाली गरेको भएर ऊ त हेरेको भयो आएन के कति माया गर्छौ कति माया गर्छौ मलाई होला कपाल उड्क्यो कि सो गाइस मैले चाहिँ बाबुलाई प्र्याङ्क गर्छु भनेको थिएँ होइन ऊ चाहिँ रोइदियो मैले चाहिँ धेरै बेर गर्नै सकिनँ कि बिचरा एकदम धेरै मनमा ल्याइहाल्यो कति छिटो गरेर मुख बिगार्यो मलाई चाहिँ हाँसो लागेर म हाँसो कन्ट्रोल गरेँ होइन कतिजनाले यदि यो भिडियो चाहिँ के भन्छन् धेरै
फुल हेर्नुभयो भने मलाई गाली नगर्नु होला, किनकि मैले सिर्फ मेरो छोराको रियाक्सन हेर्न खोजेको थिएँ, कतिको मनमा लिउँदो रहेछ कुराहरू भनेर। तर उसले चाहिँ धेरै बुझ्ने भइसकेको रहेछ होइन। उसले बाहिर गइरहेको छ, बुझिहाल्यो उसले चाहिँ होइन मैले गाली गरेको। सो रोइदिइहाल्यो क्या बिचरा, कस्तो पिर लाग्यो मलाई चाहिँ। अनि त्यही भएर चाहिँ मैले भिडियो अगाडि ल्याउनु सकिनँ। छैन बाई बाई गरिदियो मम्माले पपिदियो, आमा गरिदियो, छिटोमा गरिदिला। के भेटाएर खाएको फेरि जी भेटायो नि मुखामा हाल्ने फेरि होइन। मम्मा पपिदियो न छिटोमा। उसको मस्ती हेर्नु सक्नुहुन्छ, उसको मस्ती कति छ कि। सो गाइज आजको लागि यति मात्र। म चाहिँ यहाँ धेरै लामो चाहिँ भिडियो बनाउनु चाहिने। मेरो भिडियोले हेर्दा माया गरिदिनु न। मेरो 10 रुपियाँ होइन प्यान्ट गोदामको मिलाएर धेरै माया गरिदिनु। कतिजनाले चाहिँ च्यानलको सब्सक्राइब गर्नु भएको छैन भने प्लिज गाइजहरू गएर मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। आइज बाई बाई गरिदियो।